Hello everyone, welcome to our channels. आज हामी यो सेकेन्ड च्याप्टर इन्टरपोलेसनबाट यो सेकेन्ड टपिक जुन न्युटन फरवर्ड इन्टरपोलेसन छ यो मेथडलाई हामी सिक्ने प्रयास गर्नेछौँ। फर्स्ट अफ अल यहाँ हेर्न सक्नुहुन्छ x, x नट, y, y नट। यसरी नै हामीले कुनै पनि एउटा फङ्सन्स दिएको हुन्छ जुन x र y टर्ममा हुन्छ, त्यसलाई नै हामी फर्दर del y and del square y and del n minus 1 y मा कन्भर्ट गर्दै जान्छौँ। फर्स्टमा के हुन्छ भने जस्तो x र y दिएको हुन्छ। अहिले यसमा एक्जाम्पल हेरौँ न। फर्स्टमा यो दुईटा यसको फर्मुला चाहिँ कस्तो हुन्छ भने y1 minus y नट, y1 minus y नट जुन चाहिँ a भन्न सक्यो। त्यस्तै y2 minus y1 जुन चाहिँ अगाडिकोसँग पछाडि घटाउँदै घटाउँदै जाने जुन चाहिँ del y आउँछ, अर्थात् चेन्ज इन y। त्यस्तै अर्को छ त्यस पछाडि यो यदि 2 वा 2 भन्दा बढी भयो भने त्यसबाट के हुन्छ त दुईटा फेरि टर्महरू आउँछन् जसलाई चाहिँ del स्क्वायर y भन्छ। त्यसलाई फेरि यो सेकेन्ड टर्मबाट फर्स्ट टर्म घटाउने जुन चाहिँ b minus a जसलाई d भनौँ यसलाई। त्यस्तै अर्को छ c अनि माइनस b जसलाई e भनौँ। र यो दुईटा पनि घटाएर एउटा जुन सिङ्गल टर्म छ त्योसँग कन्टिन्यू गर्नुपर्छ जुन चाहिँ एन्ड टर्मसम्म पनि हुनसक्छ। एउटा कुरो के हो भने फरवर्ड जुन न्युटन फरवर्ड इन्टरपोलेसन छ त्यसमा चाहिँ एक्स नट र x1 त्यस्तै x1 र x2 त्यस्तै x2 र x3 को जुन डिफ्रेन्स हुन्छ त्यो चाहिँ सेम हुनुपर्छ। सेम भएन भने यो फरवर्ड इन्टरपोलेसन मेथडबाट सल्भ हुन सक्दैन कुनै पनि क्वेसन। त्यस्तै यहाँ हामीलाई के आवश्यकता पर्छ भन्दाखेरि p को आवश्यकता पर्छ। p भनेको चाहिँ x माइनस x नट बाई h हो। जुन चाहिँ x भनेको चाहिँ जुन फाइन्ड गर्नुपर्ने हो त्यो सोधिएकै हुन्छ, माने x नट मतलब x नट x1 x2 जुन छ त्यो बाई h भनेको चाहिँ के हो भन्दाखेरि h भनेको डिफ्रेन्स, यसको डिफ्रेन्स दुईटाको डिफ्रेन्स जुन x1 माइनस x नट त्यसरी नै p को भ्यालु निक्लिन्छ। त्यस पछाडि हामीले p को x माइनस x नट बाई h गरेर निकालिसकेपछि फर्दर h भन्ने थाहा नै छ। त्यस्तै अर्को छ y पत्ता लगाउनको लागि चाहिँ y इक्वल्स टु fx इक्वल्स टु y नट प्लस p डेल y नट प्लस p इन्टु p माइनस 1 डेल स्क्वायर y नट बाई 2 फ्याक्टोरियल प्लस p इन्टु p माइनस 2 डेल क्युब y नट बाई 3 फ्याक्टोरियल प्लस यो सबै गएर अन्तिममा प्लस p इन्टु p माइनस 1 p माइनस 2 हुँदै हुँदै p माइनस अब यहाँ के भयो त n भयो नि त होइन, n अनि डेल के भयो त n, यहाँ n छ भने यहाँ n माइनस 1 लेखौँ n y नट बाई के फ्याक्टोरियल n को फ्याक्टोरियल। यसरी यसलाई सल्भ गर्न सकिन्छ। यहाँ हामी एउटा एक्जाम्पल हेर्न सक्छौँ। एक्जाम्पल भयो होइन। एक्जाम्पलमा जस्तो कुन छ भने जस्तो फाइन्ड f 1.2 मा यहाँ इन्टरभल देख्न सकिन्छ 1, 1.4, 1.8, 1, 2.2। यसमा इन्टरभल के छ हेरौँ जुन डिफ्रेन्स के छ जस्तो यहाँ हेरौँ हियर h इक्वल्स टु कति हुन्छ त 1.4 माइनस 1 भनेको 0.4 को डिफ्रेन्स छ होइन। यहाँ 1.8 माइनस 1.1 यो यसमा यो जुन सेम डिफ्रेन्समा पोइन्टहरू छन् यसमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि न्युटन फरवर्ड इन्टरपोलेसन्स मेथड युज गर्न सकिन्छ। अब हामी यसलाई सल्भ गर्न गइरहेका छौँ। अब यहाँ हेर्दाखेरि मैले एउटा टेबल बनाएको छु x f अफ x डेल y चाहियो, डेल स्क्वायर y चाहियो, यो चाहियो। अब हामीले के गर्ने x नट त थाहा छ हामीलाई, x नट x1 को भ्यालु लेख्दै जाने। यहाँ छ x नट भनेको 1, 1.4 भयो, 1.8 भयो र 2.2 भयो। त्यस्तै y को भ्यालु कति छ 50 छ, 70 छ, 100 छ र 120 छ। अब डेल y भनेको के अरे जुन चाहिँ हामीलाई थाहा छ कि यो y1 माइनस y नट अर्थात् के हो भन्दाखेरि यो भनेको 70 माइनस 50 हो कि होइन हो भने कति भयो 70 माइनस 50 20 भयो है। त्यस्तै अर्को छ यो भनेको 100 माइनस 70 भनेको 30 भयो, 120 माइनस 100 भनेको 20 भयो। त्यस्तै अब यहाँ दुईवटा आयो, मान्छे अब दुईवटाको डिफ्रेन्स निकाल्नु पऱ्यो
भनेपछि 30 माइनस 20 गर्दाखेरि कति भयो 10 भयो भने यहाँ भनेको चाहिँ 20 माइनस 30 भनेको चाहिँ माइनस 10 भयो। अब यहाँ दुईवटा हेर्दाखेरि कति हुन्छ हेरौँ त माइनस 10 माइनस 10 माइनस 10 अनि माइनस 10 गर्दाखेरि कति भयो माइनस 20 भयो। अब हामी यसबाट पी पत्ता लगाउँछौँ। अब नाउ पी इक्वल्स टु एक्स माइनस एक्स नट बाई एच हो कि नि त हो भनेपछि एक्स भनेको छ एक्स भनेको 1.2 मा ल्याउनु पऱ्यो माइनस एक्स नट भनेको 1 हो यहाँ 1 छ बाई एच भनेको छ 0.4 छ यो गर्दाखेरि कति भयो 0.2 बाई 0.4 भयो मतलब 0.5 भयो। अब सो अब एफ अफ एक्स इक्वल्स टु कति हुन्छ त यसको अघिको फर्मुला थाहा छ नि सबैलाई जस्तो यहाँ छ वाइ नट प्लस पी डेल वाइ नट प्लस पी इन्टु वेभ फर्मुला यहाँ लेख्न सक्यो जस्तो कस्तो हुन्छ भने वाइ नट हामीले के लेख्न सक्छौँ भन्दाखेरि वाइ नट प्लस पी डेल वाइ नट प्लस पी इन्टु पी माइनस 1 डेल स्क्वायर वाइ नट बाई 2 फ्याक्टोरियल प्लस पी इन्टु पी माइनस 1 पी माइनस 2 बाई 3 फ्याक्टोरियल इन्टु डेल क्युब वाइ नट लेख्न सक्यो। अब यसको भ्यालु पुट गर्दा हामीले यो वाइ नटको ठाउँमा वाइ नटको भ्यालु पीको ठाउँमा पी त्यस्तै अर्को छ वाइ डेल वाइ नटको ठाउँमा यो फर्स्टको भ्यालु 20 त्यस्तै डेल स्क्वायर वाइ नटको ठाउँमा पोजिटिभ फरवर्ड भयो भने पोजिटिभ लिनु पऱ्यो पोजिटिभ मतलब माथिको लिनु पऱ्यो त्यसो गर्दा 10 प्लस अनि त्यहाँदेखि यो सबै गरेर माइनस 20 बाई 3 फ्याक्टोरियल भयो। अब यसलाई क्यालकुलेसन गर्दा के आयो त भन्दाखेरि 58.9375 आयो यो द्याट इज द एन्सर भयो। यसरी यो मेथडबाट गर्न सकिन्छ। यसबाट सजिलो छ केही गर्नु पर्दैन। फर्स्टमा त हामीले यो टेबल जान्नु पऱ्यो जसमा चाहिँ वाइ जुन चेन्ज इन वाइ थाहा पाउनु पऱ्यो त्यहाँदेखि चेन्ज इन वाइमा पनि 2 भन्दा धेरै आयो भने फेरि अर्को डेल स्क्वायर वाइ त्यहाँदेखि डेल क्युब वाइ अनि डेल एन माइनस 1 वाइ जे हुन्छ त्यही थाहा पाउनु पऱ्यो। त्यस पछाडिको कुरोमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट भने पीको लागि चाहिँ यसमा चाहिँ सुड बी इन्टरभल चाहिँ जस्तो डिफरेन्स चाहिँ के हुनु पऱ्यो एज चाहिँ बराबर हुनु पऱ्यो यसको क्राइटेरिया यो अनि त्यस पछाडि एज बराबर छैन भने यो मेथडबाट नगर्दा हुन्छ यो हुँदैन। त्यस कारणले एज इक्वल्स टु जुन छ त्यो अनि पी पत्ता लगाइसकेपछि यही फर्मुला जुन वाइ फर्मुलाको लागि वाइ नट प्लस पी डेल वाइ नट प्लस पी इन्टु पी माइनस 1 डेल स्क्वायर वाइ नट बाई 2 फ्याक्टोरियल प्लस पी इन्टु पी माइनस 1 पी माइनस 2 डेल क्युब वाइ नट बाई 3 फ्याक्टोरियल प्लस सो अन यसरी गर्न सकिन्छ। थ्याङ्क यू फर वाचिङ। प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। तपाईँहरूको साथ सहयोगको सधैँ आभारी रहनेछु। धन्यवाद।